कति ल्यायो माछा यो चाहिँ जाल हो ए हात दुख्यो यो चाहिँ जाल हो यो चाहिँ माछा अब यहाँ कत्रो माछा छ म देखाउँछु हेर न ठुलो माछा मारेन भनेर सोचेको साथीले देखाइदिनु पऱ्यो आज मारेको माछा अघि बेलुका गएको अहिले बेलुका नै हो यो अघि पानी नआएर पानी आएको त छैन रहेछ धारा छैन छैन कुन माछा हो यो कुन माछा हो यो हेर त जिउँदै छ कि मरेर इले माछा के गराइ यो चाहिँ ठुलो माछा हो गराइ हो कि के हो लामो पनि छ हिले जस्तो पनि छ है यो चाहिँ आजको माछा जिउँदै छ कि मरेको मुङ्रे यो मुङ्रे मुङ्रे सानो मुङ्रे यो चाहिँ घरती टेँडो भएछ कि यसमा हालेर त्यत्रो ठेलेपछि त टेँडो भयो पानी छैन रहेछ अब के गर्ने होला सानो मुङ्रे जिउँदो रहेछ यिनीहरू त यिनीहरू चाहिँ जिउँदो हुँदो रहेछ तिनीहरू त हतपत मर्दैन हजुर यो पनि जिउँदो रहेछ यो फर्केर पानीमा मर्छ भनेर मैले बाहिर लिएर आएँ डुबेर त्यही भएर यहाँ कति रमाइरहेको छ नाचहरू कमर भाँच्याएर अझ चाहिँ आफैले जान्छ चाहिँ कुन माछा हो यो गराइ हो कि अरे गराइ कति ठुलोसम्म हुँदो रहेछ यत्रोसम्म हुँदो रहेछ गराइ माछा गराइ माछा हो यो हिले माछा त ठुलो हुँदैन यतिसम्म ठुलो हुँदैन गराइ माछा हो यही होला हौ 1 केजी अलिक बढी पानी चाहिँ कहाँ घाल्ने ड्रम बाटोमा पानी छैन छैन होला पाटामा पानी पानीहरू त हाल्नु पऱ्यो भाइ अब हात फोहोर भयो के भन्नु क्यामेराम्यान चाहिँ सोनी स्याङतान अब हाम्रो थरबाट मेरोबाट यो चाहिँ सब ठुलो पोठिया सानो पोठिया ठुलो पोठियाहरू हो यो पोठियाहरू यस्तो पोठिया राम्रो खालको यिनीहरू सबै कानमा रातो के अरे कानतिर यस्तो रातो रातो भएको सबै यहाँ पनि रहेछ यस्तो माछा कस्तो माछाहरू परेर यस्तै अर्को परेछ भाइ ठुलै सानो ठुलै नि अलिकति यत्रो भन्दा योभन्दा सानो अक्सिजन दिनुपर्छ कि यसलाई यो मर्न लाग्यो क्या सास फेरि जिउँदैछ पानी जिउँदैछ हो पानी ल्याउँदा हात फोर्छ लिएर भयो अघि खिचेको थिएन भिडियो खिचेको पानी लिएर नि त बोतलमा पानी ल्याउनु नि बोतल डन टन ल है त गाइस आजको माछा चाहिँ यति हो हामीले मैले योभन्दा धेरैमा बचाउन सकेन होइन यो पनि बिचरा तडपेर मरिसकेको छ पानीभित्रै अरूलाई बचाउँदै यसलाई अहिले म पानी हाल्न लगाएको छु यो पाल्यो भने अझ कत्रो हुन्छ होला जस्तो लागेर सो ल है त यो भन्दै सबैलाई गराइलाई माया दिनु होला सबैलाई टाटा बाई बाई सी यू फेरि भेटौँला है त ठुलो माछा चाहिँ भेट्छ यहाँ खोलामा योभन्दा ठुल्ठुलो भेट्छ त्यहाँ माछा चाहिँ सबै मान्छेले मारिसक्यो नि त त्यही भएर कुना लुकेको चाहिँ हामीले भेट्छ झुकेर यो नच्या छ फेच अब थाक्यो जस्तो छ ल है त यो भन्दै सबैलाई बाई बाई गाइज
लाइक सब्सक्राइब सबै हालिदिनु होला यो